हाई वेलकम ब्याक आवर युट्युब च्यानल। यो चाहिँ मेरो बहिनी निक्की ब्लगको च्यानल हो अनि यसमा चाहिँ म आज बोल्दैछु। अनि अब चाहिँ हामी यो रातिको टाइममा कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ हाम्रो एकजना दिदी हुनुहुन्छ गुर्सिनी कान्छी दिदी। धेरै लामो समयदेखि हामी उहाँलाई भेटेको थिएनौँ अनि आज चाहिँ हामी उहाँलाई भेट्न जाँदैछौँ। अनि म किन छड्के आँखाले हेर्दैछु भने उहाँनिर हाम्रो साथीहरूले कुर्दै हुनुहुन्छ। नट साथी दिदी अनि त्यसपछि सानो भदिनी। ल हुन्छ ल ल ल भयो ल लजाउटी ल हेर्नुहोस् यहाँ गाइज यो त एकदम सरप्राइज हो है। मैले रातिको टाइममा भ्लग बनाउँदैछु। यो चाहिँ बिहानदेखिको कन्टिन्यू भ्लगमा आउँछ। यता चाहिँ हाम्रो भदिनी अनि उहाँ चाहिँ को भन्दाखेरि कुनै पनि पार्टीबाट नउठेको मान्छे, तर कुनै पार्टीबाट उठेको नेता भन्दा धेरै बिजी मान्छे, बिजी स्टुडेन्ट। मैले कसम बालेन सरकार भ्लग हेरेको कि गाइज 10 औँला जोडेर म भेट्न चाहन्छु भनेर पत्र पठाए भेट्न पाउँथे होला। यो सर्ट यो बाटो हो र सर्टकट, यो भन्दा उताको बाटो हो क्या सर्टकट, यता हो के ए ल त ल ए कसम कोसेली लानको लागि चाहिँ के कोसेली लाने होला भनेर चाहिँ यहाँ दोकानतिर चाहिँ पस्यो हामी। कति कन्फ्युज होला है के लाने होला उता सानो पुचिखेर उता गइसक्यो। यहाँ चाहिँ तरकारीहरू राम्रो रहेछ है। के भयो सोचेको भयो कि के लाने भनेर छैन त तेरो त जुसै के खान्छस्? होइन भइ पर्दैन मलाई। पानी पर्यो भर्खरै अनि हामी चाहिँ यहाँ आइपुग्यौँ। हेर्नुहोस् कान्छी दिदीको घरमा। यो हो कान्छी दिदीको घर। ल यहाँ हो ल ल पाहुनाहरू त आयो त। यति भए पनि गर्नु पर्थेन हो कान्छी। अचारै त ओहो यहाँ त अचार हुन्छ। मेरो गाइस मैले चाहिँ आज कपाल हेर्नुहोस् कस्तो बानेको छु। रमाइलो हेर्नुहोस् यहाँ खानेकुरा पार्टीको खानेकुरा चिकन होइन। त्यस्तै गरेर चाहिँ यहाँ वाइन छ अनि त्यस्तै गरेर चाहिँ यहाँ चाहिँ छ आलु हाम्रो भनेको सलाद। कप हेर्नुहोस् न कति राम्रो वाइन खाने कप। यसमा त भोलि बिहान चिया पनि खानुपर्छ है। दिदीले चाहिँ खानेकुरा कुरा हुँदैन। फेरि अर्को भ्लग हो यो गाइस। फेरि यो चाहिँ हाम्रो दिदीको भ्लग हो अनि भाइसँग कुरा हुँदैन। साथीभाइहरूले देखे पनि केही हुँदैन किनकि यो भनेको जिन्दगीको रमाइलो कुरा हो। अनि त्यसपछि हाम्रो कान्छी दिदी अनि मेरो कान्छी ओन्ली फ्यामिली। यस्तो कुरा योभन्दा बाहिर हाम्रो जिन्दगीमा न पहिला थियो न हुन्छ। ओहो त्यस्तो हाम्रो है भ्लग। अब चाहिँ मैले खाएँ होइन। यहाँ सबैजना खाइसक्नु भएको छ दिदीहरू सबैजनाले। अब म खान्छु हो। लङ टाइमदेखि हामीले पनि देखेको छैनौँ कि। खुर्सानी नै खानुभएको तपाईँले? म त आज धेरै खुर्सानी खान्छु। म खान्न गाइस मैले चाहिँ खाना खाएँ होइन। अरूहरूको चाहिँ अझै ड्रिङ्क्स यिनीहरूको कुरा हुन्छ पार्टी हुन्छ अझै कति के हुन्छ अझै यहाँ रक्सी थप्ने कुरा हुँदै अब। त्यही हामी चाहिँ खाना खायौँ मैले र अनि यता नानीले। यताको पार्टी चाहिँ अहिले सकिन्न जस्तो लाग्यो मलाई। यहाँ फेरि अर्को थप्छ। गुड मर्निङ गाइस। सेम भ्लग नै हेर्नु थिएँ अनि म चाहिँ उठिसकेको छु गाइस। अरू सबैजना चाहिँ सुतिरहेको छ अनि भर्खरै उठेको भएर कपाल यस्तो भ्याक्सिन उत्रउँछु। अनि म चाहिँ आज यतैबाट अफिस जाने हो होइन। अहिले चाहिँ यहाँ 7:30 भइसकेको छ। अब मेरो चाहिँ फेरि अलि छिटो आएको हुन्छ अनि मेरो चाहिँ अलि छिटो नै खुलेको थियो। तर पनि अब फेरि यहाँ काम गर्ने केही कुरा नभएको भएर म यता र उता भइरहेको थियो नि। अति नै भनेको उठेर अनि अलिक घाम लागेको छ आज चाहिँ। अनि म चाहिँ यहाँ माथि डलरमा आएको छु। हेर्नुहोस् बाहिरको नजारा कस्तो क्लियर। अनि यहाँ चाहिँ अलिकति चिप्लो छ कि हिजो राति पानी परेको भएर। अनि त्यसपछि चाहिँ यहाँ हेर्नुहोस् बारीहरू जहाँ म आएको छु त्यो घरको बारी। अनि त्यसपछि चाहिँ म फेरि हजुरहरूलाई देखाउँछु यता बाहिरतिरको नजारा है। यो चिप्लो भएको भएर अलिक हेर्नु यस्तो छ कि
कान्छी दिदीले पनि थुप्रै उसो रोप्नु भएको रहेछ। उता यो चाहिँ स्ट्रबेरीको हो, मैले थाहा पाइसकेँ। यो अनि चाहिँ यता बाहिरको यताबाट चाहिँ बिरौटा जान्छ। माथिबाट पनि देखाएको थिएँ, फेरि तल पनि आएर देखाउँछु। यहाँ हेर्नुहोस्, यो फुलहरू चाहिँ तपाईँहरूले देख्नुभएको थिएन होइन, माथिबाट कति राम्रोसँग चाहिँ फुल रोप्नु भएको छ। अनि त्यस्तै गरेर चाहिँ यता पनि छ गाइस, हेर्नुहोस् कस्तो राम्रो। अनि त्यसपछि यहाँ बारीमा चाहिँ काँक्रा पनि फलेको छ है, म त्यही गरेर देखाउँछु हजुरहरूलाई गाइस। काँक्रा है, काँक्रा फल्यो। अनि ऊ त्यो चाहिँ के कुरो को बिर्सेँ यार, कति त्यो तेज पत्ताको त होइन। अनि त्यसपछि यस्तो बोराहरूमा त थुप्रै गर्नुभएको रहेछ। ध्यानसँग जानुपर्छ कि गाइस फेरि। अनि हेर्नुहोस्, यस दिदीलाई पनि प्लान्टहरू एकदमै मन पर्दो रहेछ। अनि यहाँ चाहिँ एउटा मकै फलेको छ है, मकै त होला नि, फेरि गलत होला है, म त फेरि एकदम जे पाइ त्यही बोलिदिन्छु नचिनेर। हो मकै, त्यहाँनिर एउटा मकै, अनि अरू चाहिँ यता, अनि यो यतै सँगै टाँसिएको रहेछ। म भाउ हो यस। अनि अझै यता बोरामा हेर्नु, यसरी बाटामा त्यो फुटेको बाटाहरू हुन्छ नि त्यसमा। अनि त्यो छिमेकीहरूमा चाहिँ खाना पाकिसकेको छ है। होइन, मेरो विचारमा यो तेज पत्ताको खोला जस्तो लागेको छ। म उयोवाला म गाइस अहिले चाहिँ म यहाँ चिया बनाउँदैछु होइन। अनि यता चाहिँ दुध उम्लिँदैछ। हामीले चाहिँ पानी पनि खाइसक्यौँ, मैले पानी खाइसकेँ, सबैजनाले खानु भइसक्नु भयो। अनि अहिले चाहिँ म चिया बनाउँदैछु। अनि अरूजना चाहिँ उठिसकेको छ। अनि यहाँ पुरा मरिच, अनि त्यसपछि चाहिँ सबै कुरा हालेर चिया बनाएको छु मैले। हाम्रो चियामा यहाँ मरिच बुट्टी बनायो। अनि यहाँ चाहिँ हामीसँग टोस्ट पनि आएको छ, टोस्ट। जसरी मसँग पढेको त्यस्तो बिचरा चप्पल पड्काएर आउने मेरो साथीहरू कहाँ भन न, अस्ट्रेलिया अमेरिका। त्यही त। अनि होइन उसको मम्मीले यसो भन्दै थियो, मम्मीले मलाई एकचोटि के भन्थ्यो नि, कति पढ भनेर एकदम पिट्थ्यो अरे, कुनै कता कता कहिले कहिले रमाइलोमा भाग दिन्थ्यो अरे मम्मीले भनेको हो र। मलाई चाहिँ कराएर हुन्छ। चाहिँ खाना पाक्दैछ गाइस होइन। अनि अब चाहिँ म अफिसको लागि रेडी हुन्छु, ढिलो भइसकेको छ। अनि फेरि यहाँ चरा रहेछ, अनि फेरि छिटो जानुपर्छ नि त अफिस, त्यही भएर अनि म अब रेडी हुन्छु। बाई बाई ल कान्छी दिदी, बाई बाई, थ्याङ्क यू सो मच। मेरो फोन उठाउने गरे तँलाई मैले कति कराएको ल म अफिसमा। ल गाइस म चाहिँ अफिस आइसकेको छु होइन। अनि आज चाहिँ मैले जुन त्यो मेरो मर्निङमा गर्ने जुन ब्रेकफास्ट थियो, एप्पल र दुईवटा एग, त्यो चाहिँ मैले गरेको छैन। त्यहाँबाट मलाई लास्ट भोक लागिरहेको छ। अनि मेरो खानाको टाइम चाहिँ 1 बजी हो नि त, त्यही भएर चाहिँ म अब ब्ल्याक कफी खान्छु। अनि मैले चाहिँ पानी पनि एकदम धेरै खान्छु आजकल, त्यही भएर पानी पनि तताउँछु। अनि हाम्रो अफिसको बाहिरको नजारा पनि देखाउँछु। हेर्नुहोस्, उयो दुईवटा परेवा सधैँ यहीँ हुन्छ, यो दुईवटा परेवाको जोडी। अनि बेलुका भइसकेपछि हावाहुरी चल्छ नि त, त्यही भएर हेर्नु यस्तो भइरहेको छ कि जति बढाले पनि बेलुका भएपछि हावाहुरी चल्यो यस्तो हुन्छ। अनि अहिले चाहिँ हाम्रो अफिसको फुल हेर्नु, अस्ति लास्ट टाइम मैले पानी पर्दा देखाएको थिएँ हजुरहरूलाई, अहिले हेर्नुहोस् घाम लाग्दा कस्तो राम्रो भएको छ। अनि यो फुल यस्तो राम्रो भएको थियो कि गाइज होइन, मैले देखाएको थिएँ होला हजुरहरूलाई। अहिले हेर्नु पानीले हावाहुरीले गर्दा यस्तो भयो कि अहिले। अनि हाम्रो यो काँडे धनियाँ पनि हेर्नु, यो फुल चाहिँ बब्बाल भएको छ। अनि अब चाहिँ म मेरो फेरि ऐना हेर्ने ठाउँ यहीँ हो कि गाइज, हेर्नु न, ऐना यसो ऐना आएर हेर्ने ठाउँ यहीँ हो। अनि इसानी सिज पनि आइसक्नु भएको छ। अब तातो पानी तताउँछु। अनि त्यसपछि चाहिँ यताको ढोका पनि खोल्नु पऱ्यो नि त, त्यसपछि चाहिँ म कफी खान्छु। अनि यहाँ चाहिँ पानी पनि हाल्नुपर्छ फिल्टरमा, के कति छ हेर्नु पऱ्यो। ओहो गाइज, इसानी सिजले फर्स्ट टाइम आएर चाहिँ यहाँ धुप बाल्नु गएको रहेछ, न त इसानी सिजले कहिले पनि धुप बाल्नु हुन्न, हाँसो लाग्यो। अनि भाउजूले चाहिँ यहाँ पानी भरेर राखिदिनु भएको छ। मैले खाने तातो पानी तताउँदैछु होइन। अनि त्यसपछि यहाँ छ ब्ल्याक कफी। अनि आज चाहिँ मैले कफीमा हालेको छु भेली। अनि यो चाहिँ इसानी सिजको लागि। फोन आयो, फोन।
थ्याङ्क यू। गाइस मेरो कफी चाहिँ रेडी भइसकेको छ। अब चाहिँ म मस्त कफी खान्छु। हेर्नुहोस् ब्ल्याक कफी। ल्यापटप त्यसैसकेँ, फोन त्यसैसकेँ अनि अब कफी खाँदै काम गर्दै गर्छु। अब चाहिँ काम गर्नुपर्छ गाइस। कफी पिएर मतलब कफी पिउँदै काम गर्दाखेरि चाहिँ यस्तो मजा आउँछ नि होइन। अनि यो चाहिँ मेरो बोतल हो। यसमा चाहिँ मैले अहिले एकछिनपछि पानी हाल्छु, जुन चाहिँ त्यो मैले गरेको थिएँ नि। अनि अब चाहिँ पुरा चस्मा लगाएर गाइस काम गर्नुपर्छ। कानमा इयरफोन पनि राख्छु अनि गीत सुन्दै काम गर्छु। त्यो पनि मेरो फेरि एकदम बेस्ट थिङ हो कि जहाँ चाहिँ म साथमा कफी अनि त्यसपछि एयरपोर्ट्स होइन, अनि त्यसपछि गीत। बेस्ट कम्बिनेसन। काम चाहिँ थुप्रै छ गाइस, गर्नुपर्छ। आज चाहिँ मलाई छिट्टै भोक लाग्छ जस्तो लागिरहेको छ मलाई, जहाँसम्म लाग्छ। पहिला सुरु चाहिँ मेसेजहरू चेक गर्छु अनि के आएको छ अनि त्यसपछि मात्रै ल्यापटपमा काम गर्नुपर्ला। अनि अब चाहिँ म तपाईँहरूलाई चाहिँ म जति बेला मेरो लन्च गर्छु नि त्यति बेला भेट्छु गाइस। अहिले चाहिँ खाना खाने बेला भयो, 1 बजिसकेको छ। आज चाहिँ मसँग रहेको छ मासु अनि त्यसपछि आलुदम अनि त्यसपछि मलाई मनपर्ने के अरे काली धनियाँको अचार अनि यतापट्टि सलाद पनि छ। अब चाहिँ म खाना खान्छु। म चाहिँ पाहुना भात खाना गएको थिएँ अनि हिजो हामी त्यहीँ सुतेको थियौँ नि त, त्यही भएर चाहिँ मासु अनि यो अचारहरू पाएँ कि मैले आज। अनि हिजो हामीले जुन मासु खाएको थियौँ त्यो चाहिँ हिजो राति नै सकिएको थियो। अनि फेरि आज पनि के भन्छ अरे कान्छी दिदीले जसले चाहिँ हामीलाई बोलाउनु भएको थियो उहाँले चाहिँ फेरि पनि मासु लिएर आएर बनाउनु भयो कि। अनि मैले चाहिँ खाना लिएर यता आउँछु भन्ने थाहा भएर छिटो छिटो बनाउनु भएको थियो। भन्नाले यो मासु त दिदीले बनाउनु भएको, दिदीले बनाउनु भएको ठुलो दिदीले। हिजो चाहिँ दिदीले नै बनाउनु भएको थियो, कान्छी दिदीले नै। आज चाहिँ फेरि दिपा तैँले बनाएँ भनेर चाहिँ नि हाम्रो चेती दिदीले बनाउनु भएको। हिजोको नि मासु मिठो थियो अनि आजको त झन् लास्टै मिठो छ। अनि मेरो चाहिँ खाना चाहिँ कम हुन्छ है गाइस, फेरि एकदम धेरै चाहिँ हुँदैन। अनि मैले सधैँ 1 बजे नै खान्छु। अनि यस्तो हो कि खास मर्निङमा चाहिँ मैले एउटा स्याउ अनि त्यसपछि 2वटा चाहिँ बोइल एग खान्छु। अनि त्यसपछि अफिसमा आइसकेपछि चाहिँ मैले चाहिँ विदाउट सुगरको चाहिँ ब्ल्याक कफी खान्छु एउटा अरे फेरि के भनेको कुरा। अनि त्यसपछि चाहिँ अनि 1 बजे खाना खान्छु जुन मैले लिएर आएको। अरूभन्दा नि मलाई मनपर्ने काली धनियाँवाला चाहिँ नि अचार त्यो एकदम मनपर्छ है। दिदीको घरमा पनि रहेछ क्या काली धनियाँ। यो आलुको अचार पनि लास्टै मिठो। काली धनियाँको बास्ना यस्तो मिठो। म्याडम पानीले भिज्यो कि नै? पानीले भिज्यो। मैले भ्लग हालिसकेँ अस्ति हाम्रो स्याटरडेवाला। अरे वाह कस्तो छ? एकदम राम्रो छ। तपाईँले नि हालिदिनु भनेको तपाईँको टाइम मिल्दैन हो त नि। ले त्यस्तै तिमीहरू मलाई यति इरिटेट बनायो ममताले। कफी बनाउनु लाग्यो के कहिले के सोध्या चिनी कति हाल्ने अरे पानी कति हाल्ने अरे कसम तेरो बेजित गरिदिनु लाग्यो। यस्ता खाना हाम्रो अफिसको चम्चा खाला सानोवाला चम्चा पनि छ कि छैन होला तर भाउजूले त्यसै हाल्नु यस्तो 2 चम्चा हाल्यो देख्नुभयो भन्नु कति हो हजुरहरूलाई कति जतिको गुलियो खानु मन छ त्यही अनुसार हाल्नु। यति चिनी कति खाने हो ल हाल्नु अब ल अब यति भयो हुन्छ। मलाई खतरा बनाइन्छ अब अहिलेसम्म केही पनि बनाएन। यो कफी सबै त कसले बनाउँछ है? अरू के बनाउन आउँछ त? म सबै आउँछ तब के भन्नु न। के त नि के आउँछ त? सबैमा कफी परेन। चिया त आउँछ। कैँची पनि छ के कैँची छ उहाँ यता जहिले पनि भिडियो गर्ने बित्तिकै भागिहाल्ने। आज चाहिँ कफी खान्छु भनेर 1 घन्टा हुन्छ 3 जनालाई। किन होला हाँस्ने त्यसै आज मैले खाजा मकै ढुट्टमै हुन्छ। तपाईँ त खानुहुन्छ होला नि मकै त? म पपकर्न खानु हुन्छ मैले। हुन्छ के झन् त्यो राम्रो रहेछ झन् पपकर्न। म पनि अब म डाइटिङमा हो गाइजहरू कहिलेबाट आजबाट चेपाए थिएँ
अन्तले फर्स्ट टाइम बनाएर दिएको ल हेर्नुहोस् यहाँ कफी यता चाहिँ पानी पऱ्यो है हेर्नुहोस् ल यहाँ पानी पऱ्यो भर्खरै हेर्नुहोस् यहाँको होइन अनि मैले चाहिँ यो हाम्रो अफिसको त्यो जुन हात पुस्ने कुरा थियो नि त्यो चाहिँ कस्तो फोहोर भएको थियो कि मैले हात पुस्न लगाएको त कस्तो घिनलाग्दो त्यही मैले आज धोइदिएको थिएँ कि यो वाह गाइस पानी पऱ्यो हेर्नुहोस् गाइस पानी पऱ्यो लास्टै मनपर्छ कि मलाई पानी परेको होइन अनि म ज्यादातर चाहिँ पानी पऱ्यो भने चाहिँ यहाँ बाहिर आएर छिटो छिटो यसरी हात थाप्छु कि गाइस यसरी हात थाप्छु मैले पानी पऱ्यो भने चाहिँ कसम अहिलेसम्म यो अफिसमा सुनसान थिएँ त्यो ममता आएपछि हल्ला भयो भन्ने कि छ न त तर त्यो एकदम सुकेको छ क्या त्यही भएर यस्ता खान जाने ढक्कन लाउनु नजाने भए मकै पनि भुट्न लाग्यो यहाँ मलाई भुट्न त आउँछ के उस हाल्ने के नुन पहिला सुरु नुन अहिले भर्खरै हाल्ने होइन नि त कति बेला हाल्ने पहिला भुट्ने हो अनि त्यसपछि हल्का त्यो फुर्र नहुनुभन्दा होइन फुर्र भइसकेपछि माथिबाट छरिदिने होला जस्तो लाग्थ्यो मलाई त यस्तो जान्ने छ होइन मैले त मकै भुट्दिनँ नि त कहिले दिएर मन त जान्दिनँ ल भयो धेरै हाल्न पर्दैन धेरै हाल्यो भने त फेरि एकदम ओभर हुन्छ त्यो त होइन त्यो कराईभरि नै हुन्छ हेर भयो होला कफी मकै पुरै बाहिर फाल्यो बाहिर पड्किन्छ भयो ग्यास माऱ्यो कि मारेन ल बन्द गरिदिनु एकछिन बुहारी बन्ने मान्छे ल हजुरले गर्दा त भयो त फेरि भाउजूले गर्दा त हुँदैन त भाउजूले गर्दा त पुरै डढेर कस्तो हुन्छ त के भयो अचम्म के अरे उस नुन माथिबाट छर्ने अहिले बाटोमा ल है ठिकै छ होला गाइस हाम्रो चाहिँ यहाँ पपकर्न रेडी भइसकेको छ साथमा चाहिँ हामीसँग कफी पनि रहेको छ हेर्नुहोस् विदाउट सुगरवाला होइन यो भेलीवाला मैले आज भेली हालेको छु ल चियर्स चियर्स भोलि के हेर्न जाने अरे गेम रेस बाइकको टुक्रा जानकै हिँड्नु हाल्नु त्यही भएर चोरेर अर्काको मैले गयो यो मकै भरि यो के भन्छ अरे बटुका भरि उसलाई छुट्टै दिएको त फेरि हाम्रो आएर फेरि हाम्रो मकै पनि चोरेर लग्यो फेरि अर्को बटुका आउन त साथीभाइहरू मैले हकिने पनि देखाएको थिएँ पानी परेको तर झन् अहिले लास्टै ठुलो पानी परेको गाई हेर्नुहोस् आवाज सुन्नुहोस् हेर्नुहोस् ल वा पानी पऱ्यो मेरोवाला यो मेरो बेस्ट मोमेन्ट हो जुन चाहिँ मलाई जिन्दगीभर मनपर्नेवाला मोमेन्ट अलिअलि पानीको छिल्का चाहिँ जुन फेसमा पर्छ नि यस्तो मजा लाग्छ कि मलाई यस्तो मजा लाग्छ कि पुरै नआउनु रहेछ होइन अनि अलि त्यो जाडो भएर त्यो जाडोवाला फिलिङ्स पनि एकदम बवाल भइरहेको छ अनि यहीँसम्म आइसक्यो कि पानी यहाँ अनि मलाई मनपर्ने ठाउँ अर्को यो पनि हो कि यसमा यहाँ हेर्नु है यहाँ ठक्क हेर्नु न हरियो पात होइन अनि त्यो पातहरूमा चाहिँ पानीको थोपाहरू है वा फेभरेट योवाला मोमेन्ट नि होइन बब्बाल हुन्छ गाइस बब्बाल कसैले त पानी परेको मन पर्दैन होइन तर मलाई चाहिँ लास्टै पानी परेको मनपर्छ होइन अनि अर्को कुरा भनेको चाहिँ झन् पानीमा रुच्न चाहिँ मलाई लास्टै मनपर्छ तर अब एकपटक चाहिँ हामीहरू एकदम साथीभाइहरू सबैजना मिलेर चाहिँ पानीमा रुजेको थियौँ त्यो मोमेन्ट पनि यति मनपर्छ तर कसैले चाहिँ फेरि पानीमा रुच्दाखेरि चाहिँ बिरामी हुने त्यस्तो हुन्छ तर मलाई चाहिँ हुँदैन अनि अहिले चाहिँ यहाँ पानीको चाहिँ छिर्काहरू परिरहेको छ कि मलाई हो अनि अहिले चाहिँ यहाँ पानीको छिट्काहरू परिरहेको छ कि कस्तो मजाले त्यो मेरो फेसमा अनि त्यो भएर त्यो पनि मलाई आनन्द लागिरहेको छ वा पानी कस्तो मजा आएको
चाहिँ अर्कोचोटि फेरि म अर्को के भयो केले मकैले वा म बाहिर पानी हालेको कि यतातिर अर्को घान मकै रेडी भइसकेछ ल ल गीत त बनाइदिन्छ कुन गीत गाइदिने जुन होइन नि समाचार भन्दै हाँसो लाग्यो के साँच्चै भनेको कि अहिले कुन गीतमा नाच्यो अरे अहिले फिलहाल को आफू टिकटकमा के थाहा नि हेर्नु न हेर्नु त हेर्छु अहिले फिलहाल अहिले चलेको गीत कुन हो के हो नि त्यो भनेको खै थाहा छैन मलाई के बाबा के बनाएको त फेरि त्यहाँ फेरि मैले उस खान लाग्यो कफी करेन्ट ए तर करेन्ट रहेछ कि यहाँ ठिकै छ केही भएन खानु खोदाले त केही भेटिनु म त करेन्ट होइन उस छ 2 PM त्यो त फेरि बिचरा भाउजूले ल्याइदिनु भयो रहेछ क्या थाहा बिर्सिनु भयो रहेछ क्या अब क्या अनि अस्ति निश्चलसँग पठाइदिएको थियो भाउजूले हो त्यही खानु खासै मिठो त्यसपछि फेरि श्वास किन्न जान्छु अनि त्यसपछि बिकिनी किन्न जान्छु बिकिनी पनि किन्ने हो ढाँटेको हामी खाइदिनु जाम एक दिन भनेको यिनीहरूले मलाई म त जान्न म त डराउँछु इसानी सिस्टी डराउनु हुन्न बरु चढ्नु न भनेर डराउनु हुन्न के काहीँ किन्न सक्नुहुन्छ बाई मेरो ल, बाई, राम्रोसँग किन जानु होला। नसक्ने यस्तो भएछ हेलमेट अरू कुरा चाहिँ किन्न सक्ने होइन साँच्चै यस्तो घिन लाग्नु भएछ यार सिन्टेलाको त्यो 33 पर्ने चाहिँ सनस्क्रिम अनि त्यसपछि के भन्छ अरे भन्नु न के भन्छ सिरम चाहिँ किन्न सक्ने हेलमेट किन्न नसक्ने मेरो पैसा जान्छ हेर्नु किन्न ल हेर्नुहोस् गाइस जुगाड भनेको यस्तो हो कि यस्तो कुरामा चाहिँ जुगाड हुन्छ होइन ए फुट्लाने किन हो र के गरेको फुटे निकी दिले ए भयो ल त आयो भिडियो बनायो मकै बनायो चिया बनायो चाउचाउ खायो अनि भाँडा धोरै गयो धुनै नधुने भने भाइ भाँडा कति मार्तेको दिदीहरू भएर यस्तो दुःख दिन्छन् बहिनीलाई ए हो यति दुःख दिन्छन् कि गाइजहरू त्यही म यहाँ खाना खाने म खायो के खानै मन लाग्नु त्यही भएर अहिलेसम्म झैली पनि खाना म गइहाल्यो भनेर हिँडिदिन्छु ए बल्ल आज राजा थाहा पाउनु है? राजा आज खुले थाहा भयो बल्ल थाहा पाउनु है जसले यति भाँडा धुनु लाउँछन् मलाई त्यसले खाएको दिन त्यसै भनेको ल बाई गाइज म त जान लागेको अब निकी दिदीको भ्लगमा अब कहिले भेट हुन्छ थाहा छैन है भेट हुँदै गरौँला हेर्नु न कस्तो गरेर भन्यो अब यस्तो नगाल्सी राम्रै हुन नि कति गाह्रो नगाल्सी हाल्न नि कति गाह्रो हुन्छ भात खाना नि भात यसले कहाँ खाने भात चौछाले हो ओ स्ट्यान्डर्ड हो यस ओ लुलुलु। यस्तो त्यही क्या मेरो पनि यहाँ काम हुँदैछ यो काम सकेर म पनि हिँड्छु बाई ल बाई बाई राम्रोसँग next जा- week. ओके Bye. अनि प्लिज मेरो बत्ती बालेर जानु होला भन्नाले कुन चाहिँ हो याद छ होला नि ओहो ल हो सही ल Bye. ओके बाई बाई फेरि भेटौँला चिच्याउँदै बाई बाई चिया के त नि अनि तिर्पल लोट क्या अब बिरौटासम्म छोडिदिन्छ म चाहिँ घर आइसकेँ होइन बाहिर यस्तो पानी परेको छ है हामी तिर्पल लोट आएको थियौँ अनि त्यहाँबाट म बिरौटाबाट हिँडेर आएँ अनि मैले चाहिँ लिएर आएको छु दुध अनि त्यसपछि पनिर अनि ब्रेड अनि मेरो मनपसन्द स्याउ होइन मेरो डाइटको लागि मैले नपाएर स्याउ राम्रो नपाएर मलाई कि यस्तो स्याउ चाहिन्छ कि जहाँ के होइन हुन्छ नि एउटा पनि दाग नलागेको त्यो स्याउ मैले 4-5 दिनपछि खोजेर बल्ल आज पाएको अनि त्यसपछि फेरि दिदीको लागि चाहिँ बेस्ट यहाँ यो भेन्टा अनि त्यसपछि अर्को यो चाहिँ के भन्छ चिप्ले भेन्टा मैले चाहिँ यहाँ सामान लिएर आएको छु जुन त्यो मैले हजुरहरूलाई भर्खरै देखाएँ होइन मेरो डाइटको स्याउ चाहिँ सकिएको थियो मैले यति ठाउँमा खोज्दाखेरि नराम्रो स्याउ पाएर बल्ल बल्ल आज पाएँ अनि आज त बल्ल बिहिबार हो भोलि शुक्रबार हो नि त होइन अनि त्यसपछि खास मैले भोलि नै लिएर आउँथेँ यो सबै सामानहरू तर म भोलि चाहिँ आकीको घरमा बस्न जाँदैछु कि गाइस किनभने आकीले मलाई धेरै भयो आइज बस्न भनेर बोलाएको थियो तर मेरो आफ्नै व्यस्तताको कारणले म जान पनि पाएको थिइनँ त्यो मात्रै नभइकन कि म पिरियड पनि भएको थियो नि त अनि पिरियडमा फेरि आकीहरूको फ्यामिलीले चाहिँ बाँड्छ कि अनि त्यही भएर चाहिँ अस्तिको भ्लगमा मैले त्यही भएर हाम्रो आइरालाई छुन पाएको थिइनँ नि त
अनि भोलि चाहिँ ठ्याक्क म 7 दिन हुन्छु अनि म मस्त नुहाइधुवाइ गरेर अफिस जान्छु अनि अफिसबाट डाइरेक्ट उता नै बस्छु। त्यही भएर चाहिँ भोलि ल्याउने सामानहरू मैले सबै आज नै लिएर राखिदिएको छु। अनि अब म एकैचोटि स्याटरडेको बेलुकातिर आउँछु होला, शनिबारको बेलुकातिर। अनि त्यही भएर चाहिँ मैले मेरो जति पनि कपडाहरू छ जुन त्यो 4 कपडाहरू म चाहिँ त्यो आज आएर धुन्छु भन्ने सोचेको थिएँ, तर हाम्रो माइले दिदीले धोइदिनु भएको रहेछ। थ्याङ्क यू सो मच भनेर भन्न चाहन्छु। अनि त्यसपछि चाहिँ अब चाहिँ मैले यस्तो सोचेछु कि म पार्लर जानुपर्छ क्या गाइस, किनकि मेरो अलिकति स्किन केयर पनि गर्नु पऱ्यो प्लस वाक्स पनि गर्नु छ। अनि त्यही भएर चाहिँ म पार्लर जान चाहन्छु। अब गर्मी लागिसक्यो अनि यो वाक्स नगरेर मलाई अलिक कस्तो फिल हुन्छ क्या। अनि जान्छु कि जस्तो सोचेछु है, अब हेरौँ के हुन्छ। अनि त्यसपछि चाहिँ अर्को कुरा चाहिँ के भन्ला थिएँ, अर्को कुरा चाहिँ के भन्दाखेरि हाम्रो कान्छी बहिनी, हाम्रो माइली कान्छी हाजीको छोरी बी चाहिँ हाम्रो कान्छी बहिनी चाहिँ आजबाट हाम्रो घरमा नै बस्छ हामीसँग नै। उसको चाहिँ मन्टेसोरीको ट्रेनिङ सुरु भएको छ। अनि उसको ऊ म्यारिड हो नि त होइन। अनि त्यसको घर चाहिँ उता कता हो बिर्सिएँ मैले, सरी ल गाइस, मलाई त्यो नामै थाहा छैन कि। अनि ऊ उहाँबाट यहाँ आउँदाखेरि एकदमै टाढा पनि भएको भएर चाहिँ आजबाट चाहिँ ऊ हाम्रो घरमा बस्छ 5 दिन, बिहिबारसम्म, आइतबारबाट बिहिबारसम्म चाहिँ बस्छ। अनि शुक्रबार शनिबार फेरि आफ्नो घर जान्छ। त्यसरी उसले चाहिँ त्यसरी म्यानेज गरेको छ। अनि ऊ चाहिँ आजबाट आएको छ। अहिले चाहिँ उता दिपादीलाई लिन गएको छ। अहिले एकछिनपछि आएपछि देखाउँछु हजुरहरूलाई। अनि अब चाहिँ म हातखुट्टा धुन्छु। अनि मेरो चाहिँ अब कपडा त छैन, तर पनि फेरि मैले जुन हिजो उता जाँदाखेरि लगाएको थिएँ नि त्यो कपडाहरू अलिअलि छ, त्यो पनि धुन्छु। मेरो बेडसिट पनि धुन्छु। म सबै काम सकाप पारेर जान्छु गाइस। मेरो हेर्नुहोस्, हाम्रो दिदीले चाहिँ अहिले चाहिँ यो कोरियन प्रडक्ट हो है दिपा, यो कोरियन किन त्यस्तो भन्न पऱ्यो ल, यहीँ पुरा कोरियनमा लेखेछ त निकिता, किन हो र? अनि घाँसे हो रिसै उठ्ने गरेर। त्यसको नाम चाहिँ आई एम फ्रम राइस टोनर हो। कोरियन के अरे टोनर मगाएको रहेछ है, टोनर है यो है। अब म राइस टोनर होइन, अब म चाहिँ यो खोल्छु है, यसलाई अनबक्सिङ गर्छु। अनि अर्को चाहिँ हामीले सिन्ट्रेलाको उस पनि मगाछौँ, सिन्ट्रेलाको सिरम पनि मगाछौँ। त्यो चाहिँ उता दिदीले उता छोडेछ क्या, त्यही भएर गाइस राइस टोनर कोरिया कोरिया इम्फुरो राइस 토너 के इम्फुरुम राइस 토너 लेछ मिफेक मलाई आउँछ कि अलिअलि पढ्न। हेर्नुहोस् कस्तो राम्रो, यसको स्मेल कस्तो छ हेर्छु है, मतलब हेर्छु भने सुन्छु है। त्यसुकै होस् गाइस, यो पड्काउन चाहिँ लास्टै मजा हुन्छ कि है। मलाई चाहिँ सबैभन्दा मनपर्ने भनेको नि यही हो कि टोनर सोनर भन्दा पनि यो टोनरमा आउने जुन पड्काउने कुरा हुन्छ नि, हेर्नु आउँछ क्या मजा हुन्छ यार गाइस। साथीहरू म चाहिँ भर्खरै पार्लरबाट आएको होइन, मैले चाहिँ वाक्स पनि गरेँ। अनि त्यसपछि मेरो चाहिँ पुरा फेस पनि मैले क्लिजिङ गरेर आएको। हेर्नु त मेरो फेस कस्तो टल्क्यो, हेर्नुहोस् त कस्तो राम्रो। हाम्रो कान्छी बहिनी यसलाई भोक लाएर अहिले चिया बनाइदिएको थिएँ, चिया र पाउरोटी खाँदैछ। मैले आज के भन्छ अरे हगी लिएर आएको थिएँ नि, के अरे सुनाम हो त्यो पकाइछ। दिनहरू दिपादी ओ सुन न, दिपादी घरबाट कुनै दिन खाना खा। अनि त सुन त, अहिले बहिनी स्कुल राखिदिँदा तिमीहरू तल जा है गर्न। दिपा सुन त, भोलि त यहीँ खाना वहीँ खाने कि यहीँ बिहान। ए मलाई थाहा कि त सिन्डेला भनेर मर्न लाग्छ है। होइन त्यो भन्न लगाएको होइन, त्यही हो ल होइन के यसको कुरा न, त्यहाँ त्यो मेरो झोलामा अन्डा पनि छ, त्यो भएर राम्रोसँग लिएर आइदियो भन्न लगाएको। त्यही छोड्ने हुन्थ्यो त दुईटा अन्डा। त्यस्तो गर्ने होइन, कस्तो महँगो अन्डा जा। पानी यस्तो परेको के साथीहरू होइन, कुरामा सादा सादै हो अहिले चाहिँ। स्कुटर थन्किसकेछ? ओहो सुपरफास्ट वुमन, हामीभन्दा सानो बहिनी हो, बिहा गरेर गइसक्यो, ऊ नाचेको विवाहित औरत हो यो घर। हामी 4 दिदी बहिनीमा 2टा जेठी र कान्छीले बिहा अरे। ल हेर्नु कान्छी आई, यो अनि यो नि कान्छी हो। सी इज माई कजन सिस्टर। आफ्नो सम्पत्ति हो, ह्यान्डल लक सक के गर्ने सबै गर्ने हो। भयो पाहुना खाना गएको थिएँ नि, त्यहाँ मैले फेरि सर्वस्व सामान बोकेर गएको थिएँ आज होइन हिजो। अनि मैले हाम्रो जेठी दिदी यति भुला गर्छ कुरै नगर्नुहोस् कि होइन। मैले बिहान सबै सामान बत्ती नि बन्द गर, उतै छेउको हो त्यो बत्ती तेरो सामान।
अनि हाम्रो जेठीले यति भुलकर छ गाइस, यति भुलकर छ कि मैले अझै त्यसलाई मैले यदि यो सामान मैले आफैले झोलामा प्याक नगरेको भए गाइस के भन्छ अरे त्यसले भुल्ने थियो होइन। त्यही भएर मैले पुरा प्याक गरेर एउटा सामान पनि मेरो नछोड्ने गरेर प्याक गरेर मैले म अफिस जाने बेलामा 4 चोटि त मैले यो भने होला कि मेरो झोला लैजाइ, मेरो झोला लैजाइ, मेरो झोला लैजाइ भनेर। कति कराएको लान्छु म भनेर मलाई थर्काइ। लास्ट टाइम नभन्दै बिर्सेर आयो। अहिले पानीमा जानु अहिले यस्तो पानी पर्नेमा बिचरा यहाँ बहिनीलाई जबरजस्ती पठाएर मैले फेरि यो सामान नचाहि के भन्छ त्यसलाई बेसिक निड, डेली निड हो के। अब किनभने यहाँ मेरो हेर्नुहोस् यहाँ यी सामानहरू छन् जुन इम्पोर्टेन्ट छ। अनि मेन भनेको त दाँत त मार्नै पर्यो, ब्रस। अनि मैले डाइटको लागि भनेर अन्डा पनि लिएर गएको छु, जुन अन्डा चाहिँ अब अहिले आउँदा फुट्छ भनेर मैले त्यहीँ छोडिदिएँ। टोइलेटको ब्रसले मार्दिने हुन त हार्पिक हालेर कस्तो मिठो बास्ना आयो, कस्तो घरमा के पकाएको नि टोइलेटको ब्रसले मार्छ के हार्पिक हालेर लगाइसकेँ यो कुरो। अनि अब चाहिँ हामी भित्र जान्छौँ, भोक लाग्यो। यो चाहिँ जोकिङ हो, सिरियस नलिनु त्यो। ल साथीहरू अब चाहिँ भ्लगिङ गर्नुपर्ने हुन्छ। अनि हेर्नुहोस् न यहाँ मैले चाहिँ कपाल बाँधेर सुत्न लागेको। अनि यो हेयर स्टाइललाई चाहिँ के भन्छ अरे म्याङ्गो हेयर स्टाइल हो कि समथिङ के भनेको थियो, मैले नेटमा हेरेँ। किनभने चाहिँ मलाई चाहिँ कपाल छोडेर सुत्न मन लाग्ने। अनि कपाल छोडेर सुतेपछि भोलि बिहान उठ्दाखेरि त कपाल त यहीँ हुने, यो कर्ली हेयर यस्तै हुन्छ कि। अनि त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ यो स्टाइलले चाहिँ कपाल बाँधेर सुत्नुभयो भने तल पनि आउँदैन, तपाईँलाई सुत्न पनि सजिलो हुन्छ, प्लस कपाल त्यस्तो पनि हुँदैन भनेको भएर मैले चाहिँ यसरी बाँधेर सुत्न लाग्छु। अनि त्यसपछि चाहिँ अब यो चाहिँ भ्लग इन गर्नुपर्ने हुन्छ गाइस, किनभने मैले हिजोबाट स्टार्ट गरेको भ्लग बल्ल आजको राति चाहिँ इन गर्दैछु होइन। अनि हिजो चाहिँ हाम्रो अलिकति थोरै भएको भएर मैले चाहिँ आज पनि कन्टिन्यू गर्छु भनेर चाहिँ भ्लग बनाएको थिएँ। अनि लास्ट टाइम चाहिँ हामीलाई 2-3 वर्ष अगाडि चाहिँ के अरे कान्छीले आफ्नो घरमा बोलाउनु भएको थियो, त्यति बेला मैले भ्लग पनि बनाउँदिनँ थिएँ। अनि त्यसपछि चाहिँ 2-3 वर्षपछि बल्ल हिजो बोलाउनु भएर हामी गयौँ, एकदमै रमाइलो भयो गाइस। हामीलाई पनि रमाइलो भयो, तर हामीलाई भन्दा पनि बढी सपना दिदी, दिपा दिदी अनि कान्छी दिदी चाहिँ रमाइलो भयो, किनभने उनीहरू साथी हो नि त। म र त्यो सानो बहिनी त सुतिहाल्यौँ होइन, खानासाना खाएर सुतिहाल्यौँ। एकछिन उनीहरूसँग गफ गरेर के अरे दिदीहरू त 3जना यति गफ गरेर दिदीहरू 2:30 होइन 12:30 बजीतिर सुत्न आएको थियो होइन। 12:30 बजीतिर सुत्न आएको थियो, तर फेरि 12:30 बजी आएर पनि बेडमा बसेर फेरि कुरा गरेर 2:30 बजी कति समथिङमा कति सुत्यो भने थियो। त्यहाँ मर्निङमा चाहिँ तिनीहरू लास्ट ढिलो उठेको थियो। म चाहिँ फेरि उठिहालेँ, मलाई निन्द्रा छोडेर। अनि त्यसपछि हामीले तातो पानी सानी बनाएर चाय वाय बनाएर खायौँ, रमाइलो गऱ्यौँ। त्यसपछि म अफिसतिर लागेँ। अनि के अरे धेरै पछि मैले अफिसको पनि भ्लग बनाएँ होइन आज। अनि मैले हजुरहरूलाई मर्निङमा भनेको भनेन, भाउजू चाहिँ हुनुहुन्न, कामले गर्दा चितवनतिर जानुभएको छ। त्यही भएर चाहिँ म अनि ईशानी सिस मात्र अहिले अफिसमा होइन। अनि त्यही माथि चाहिँ आज के अरे हाम्रो ममता सिस पनि आउनुभएको थियो। ममता सिस यति रमाइलो गर्नुभयो आज हामीलाई, यति रमाइलो भयो कि कुरै नआउनुहोस् कि होइन। अनि त्यसपछि त्यसको पनि अलिकति भ्लग गरेको छु मैले। अनि त्यसपछि चाहिँ बेलुकातिर ममता सिसले मलाई त्यहाँ बिरौटासम्म छोडेको थिएँ होइन, हामी तिर्पल लौटाएको थियौँ। अनि त्यसपछि एकदम रमाइलो भयो गाइस होइन। मैले फेस पनि क्लिचिङ गरेँ, वाक्स पनि गरेँ, त्यो हुन त अघि नै भने मैले भनिसकेको थिएँ। त्यहाँ मेरो फेसमा अलिक चमक आएको छ गाइस। अनि अब धेरै बात नगरिकन चाहिँ अब चाहिँ भ्लग इन गर्नुपर्ने हुन्छ। अब मैले के सोचेछु भने अब बाहिरतिर घुम्न गयौँ भने पनि भ्लग बनाइहाल्छु अभियसली होइन। तर यदि बाहिर घुम्न गएन भने म जहाँ जान्छु जे गर्छु जस्तो गर्छु म चाहिँ त्यो चाहिँ के भन्छ अरे बनाइदिन्छु भ्लग भन्ने मैले सोचिरहेको छु। जस्तो सुक्यो भने प्लिज हेरेर साथ दिनु होला। जतिजनाले पनि मेरो चाहिँ युट्युब च्यानलमा सब्सक्राइब गर्नुभएको छ प्लिज लाइक सेयर कमेन्ट गरिदिनु होला र फुल भिडियो हेरिदिनु होला। अनि मेरो सर्ट भिडियो पनि छ, सर्ट भिडियो पनि हेरिदिनु होला, जसमा चाहिँ मेरो क्याट डगहरूको हुन्छ होइन। अनि कहिलेकाहीँ चाहिँ यसो के भन्छ अरे हाम्रो यो नेचरको पनि हुन्छ अनि फ्लावर्सहरूको पनि हुन्छ, तर धेरै जस्तो चाहिँ एनिमल्सहरूको हुन्छ होइन। अनि त्यसपछि लङ भिडियो पनि हेरिदिनु होला अनि धेरै माया गरिदिनु होला भनेर भन्न चाहन्छु। अनि जतिजनाले पनि सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरिदिनु होला। र यति भन्दै आजको यो भ्लग चाहिँ म यहाँ इन गर्न चाहन्छु। र त्योभन्दा अगाडि फेरि बिर्सिन्छु एउटा कुरा भनिहाल्छु। मैले अघि नै भन्थेँ म आँकीको घर जान्छु भोलि भनेर, तर म आँकीको घर नजाने भयो किनकि बहिनी यहाँ बसेपछि भोलि म पनि जाने, बहिनी पनि उता घर जाने होला, 3 बास हुन्छ। त्यही भएर चाहिँ क्यान्सल भयो। सायद म चाहिँ स्याटरडेतिर जान्छु होला। जे गए पनि जसो गए पनि भ्लग त हुन्छ होइन, तपाईँले थाहा पाउनुहुन्छ। र यति भन्दै आजको भ्लग चाहिँ यहाँ इन गर्न चाहन्छु साथीभाइहरू। हामी फेरि अर्को नयाँ भ्लगमा भेट्छौँ। त्यति बेलासम्मको लागि आफ्नो केयर गर्नुले ख्याल राख्नु होला। बाई एभ्रिवान, गुड नाइट एन्ड सारङ्गे।